हेलो गाइस, कैसे हो आप हजुर सन्चै हुनुहुन्छ र म कहाँ जान लागेको थाहा भएको छैन होला। म यतै पानी लिन जान लागेको छु। यस्तो रोड छ, झरनामा पानी लिन जानु पर्यो। आज दशहराको स्कुल बिदा थियो, बिदा त थिएन, म स्कुल गएन। त्यस्तै के झ्याउ लाग्यो अनि अहिले देउनदारो शुद्ध पानी एक पाँच एक पछितिर गयो भने लास्ट बिहान गर्छन् क्या मान्छेले। मसिनो धारो छ, बिहान गर्छन् त्यस कारणको। त्यो तल छ। अब यहाँ रोड देख्नु यस्तो, अर्को रोड यता बन्दैछ। यताबाट सर्टकट पर्थ्यो, म यताबाट आएको। एक नम्बर मदन दाईको घर भएको। यतिको लागि 4-5 घन्टा कुद्नु पर्थ्यो।